टाँसिदिले सबैजनालाई आज त म तपाईँलाई के भन्न चाहन्छु भने केही नभन् हेर्नु न कस्तो दुःख लागिरहेछ नि हौ 4 तारिक बेलुका कत्रो पानी आयो है तपाईँले पनि सुन्नुभयो देख्नुभयो कस्तो कस्तो बिगारहरू पर्यो हो म त राति उठेर अमा बजाको रुपियाँमा सित्यो अमा बजाको रुपियाँमा सित्यो भन्दै बसेँ होइन अनिखेरि भरे त कति 12:40-44मा चाहिँ मैले भिडियो बनाएको कि भरे त अँध्यारो न अँध्यारो निक्लेछ अब बत्ती पनि थिएन अनि लु है भगवान् बचाइदिनुहोस् कतातिर पहिरो जाँदैछ लु बचाइदिनुहोस् भने भरे त यसो हेरेको त भुइँमा यसरी हेरेको त आमा पानी त छल छल भएछ यसरी अब बेला चाहिँ म धुलाइदिन्छु होला त्यहाँबाट भरे त हेरेको त डरै लाग्दो हो अन्त भरे त कराङ गरेर चाहिँ कराउँदाखेरि चाहिँ बत्ती यसो छ्वाङ्ग यसरी बल्यो नि त भरे त सुन्नु त सुने भरे त तल हेरेको त हाम्रो तल्लोपट्टि घरको तल्लोपट्टि हेरेको त अलिकति पहिरो गएछ अब त्यो त तपाईँहरूलाई म देखाउँदिनँ किन त्यो अब सानोतिनो हो अब हुनु त के अरे भन्छ नि नपताउने खोलाले बगाउँछ भनेर हो अनि अब म चाहिँ अब अहिले तपाईँहरूसँग चाहिँ यसरी फेस अब अनुहार देखाएर चाहिँ म बातहरू गर्दैछु होइन यो भिडियो चाहिँ मैले अब युट्युबमा हाल्नको लागि अनि हाम्रो चाहिँ मलाई चाहिँ किन दुःख लाग्यो भने चाहिँ हेर्नु न अब मेरो उता माइत माने भन्ज्याङ हो माने भन्ज्याङमा चाहिँ अब अचानक हेर्नु न अब अलिकति यस्तो के भन्छ घरको भित्ता चाहिँ यसरी धसेर यसरी आउँदाखेरि चाहिँ 4जनाको अब मृत्यु भएछ हो ज्यान घुमेछ के गर्नु दुःख लाग्यो पाहुना आएको थियो अरे दुईजना चाहिँ दुईजना भने कि 3जना चाहिँ पाहुना आएको थियो अरे अब नेटवर्कै राम्रो नभएर अहिले के अरे राम्रो सुन्दैन हो अन्त बत्ती चाहिँ अब अघि भर्खर आएको थियो फेरि अहिले बत्ती गइरहेछ अनि कता गयो मेरो बुढा देखाउँ भनेको मेरो बुढा चाहिँ या फोन हेर्दै उयो गर्दैछ हो अब फोन हेर्दैछ सुतेर ओछ्यानमै छ अब आज त गएन पनि डरै लाग्दो पानी परेर अहिले चाहिँ पानी रह्यो अलिअलि घामको अनुहार पनि देख्दैछौँ अब दसैँ भनेपछि त अब उहिले त दसैँ भनेपछि त कति केटाकेटीमा खुसी हुन्थ्यो है अन्त भन्दै थियो भन्नु चाहिँ अब योपालि चाहिँ 2025 राम्रो छैन जोगिनुपर्छ भनेर चाहिँ पहिल्यै भनिसकेको थियो है हामीलाई चाहिँ अब कुशेलाहरूले पनि भन्नुहुन्थ्यो नि त अब 25 एकदम नराम्रो छ बिहाहरू हुँदैन बिहादानहरू नगर्नु भनेर चाहिँ भनेको थियो होइन जोगिनुपर्छ भनेर चाहिँ घरहरू नबनाउनु अब राम्रो कार्यहरू चाहिँ नगर्नु एकदम अब नगर्नु अब एकदम गरिहाल्यो भने अब घरहरू बनाउनु छ भने चाहिँ पुरा पूजापाठहरू गरेर है एकदम राम्रोसँगले चाहिँ अब गरेर मात्रै घरहरू थाल्नु भनेको थियो होइन 25 चाहिँ अब राम्रो छैन भनेर भन्थ्यो साँच्ची नै हो रहेछ दुःख लाग्यो नि हौ दुःख लाग्यो अब के गर्नु अब 7 तारिक चाहिँ पुर्ने रहेछ अब पुर्नेको दिन गएर चाहिँ छेमी बाल्छु अब के गर्नु मैले सकेको त्यति मात्रै हो अरू त केही गर्नु सक्दिनँ अब हामी पनि अहिले जोगिएर बस्नु पऱ्यो नि त है साह्रो छ जिन्दगी काट्नु चाहिँ पाउनु पनि साह्रो काट्नु पनि साह्रो दिदीबहिनीहरू भन्नु सजिलो छ नि भइहाल्छ भनेर साह्रो छ साह्रो छ कस्तो दुःख लागेर आउँछ बिचराहरूलाई कस्तो भइरहेको होला त्यो फ्यामिलीहरूलाई भगवान् आँट देऊ बल देऊ हिम्मत देऊ भगवान् म त त्यही भन्छु उनीहरूलाई पढेको छ मलाई पढेको जस्तै भइरहेछ अहिले त अनि गाइस अब लु है आजको अब भिडियो चाहिँ है तपाईँलाई नगर्नु न छ्या कस्तो डिस्टर्ब गर्छौ अन्त उयो गर्दैन चल्दैन त अन्त हेर्नु न ऊ हाँसेको पुरा जिस्किन्छ क्या चिया बनाएर दिएको कि पुरा उयो गनाइहेरी दुध गनाइहेरी अन्त म माथि थाप्नु जानु आँटेको थिएँ कि नल्याउनु अरे दुध अन्त हेर्नुहोस् न पानी परेर परेर रातभरि म त नसुतेर डरले मेरो त हङ्स लग्यो जस्तो लाग्दैछ हौ यो पानीले त कस्तो है छ्या कस्तो खालको जिन्दगी हाम्रो मान्छेको भन्छ नि
मान्छे हुनु पनि साह्रो, किरा फट्याङ्ग्रा हुनु पनि साह्रो है। कोही बेला हामीले देखी मारिपठाउँछ, त्यो पनि पापै हो नि त। के होला, के गर्नुपर्ने होला हामी, कसरी जोगेर हिँड्नु होला। म त झन् कस्तो माया लाग्छ किरा फट्याङ्ग्राहरू मरेको देख्यो भने पनि। फेरि मलाई माया लाग्छ, मलाई फेरि डर लाग्छ फेरि किरा फट्याङ्ग्रासँग चाहिँ। एउटा अब माकुरासँग त डराउने, झन् अब अरू त छोडिदिनुहोस् न। पुरा कात्थार्ने छु है, तर कात्थार्ने चाहिँ हेर्दाखेरि मात्रै म आँटिलो यस्तो देख्छु कि, तर म पुरा कात्थार्ने छु गाइस। अयो हात खुट्टा गलेर आयो नि मेरो गाउँमा, मेरो माने भन्ज्याङमा त्यस्तो घटनाहरू सुन्दाखेरि है, भित्र मन रुन्छ, के गर्नु अब गाइस। ल आज मैले तपाईँहरूलाई यसरी दुःख सुखको अब कुराहरू सुनाएँ है। तपाईँहरूले पनि मानेहरू गरिदिनुहोस्, पूजापाठ गरिदिनुहोस्। जति पनि यो संसारबाट बितेर जानुभएको छ है, उहाँहरूको नाममा तपाईँहरूले सम्झेर एउटा केही न केही पूजाहरू गरिदिनुहोस् ल। म पनि यसरी अब पूजाहरू त अब गरिदिन्छु, मुखले त भन्छु है। पुग्छ कि पुग्दैन भगवान् जति सक्दो चाहिँ पुगोस्, उहाँको आत्माले शान्ति पाओस् है, राम्रो घरानातिर जन्महरू लिओस्। यस्तो नराम्रो लाग्छ गाइस। ल आजको भिडियो यहाँसम्म।